ल आयो है कस्तो गाडी आयो भने चाहिँ काठमाडौँदेखि जनकपुरको लागि मिथिला एयरबस आयो हैन तपाईले आउनुस् म गाडीको भित्रको दर्शन गर्छु कस्तो छ गाडी भनेर अब गाडी नैहरु पर्दाखेरि 2x2 सोफा सिट छ हैन तपाईले सोफामा मजाले बस्न सक्नुहुन्छ भनेपछि तपाई अब लेडिज हुनुहुन्छ हैन या जेन्ट्स हुनुहुन्छ तपाईले सिंगल सिट खोज्दै हुनुहुन्छ भने चाहिँ हजुरको लागि सिंगल सिटको पनि बन्दोबस्त गरेछ हैन सँगसँगै डबल सिटको पनि बन्दोबस्त छ हैन तपाईले अब काठमाडौँदेखि जनकपुर जटहीसम्म पनि जाँदै हुनुहुन्छ भने चाहिँ तपाईले 2x2 सोफा सिट गाडीमा मजाले बसेर जान सक्नुहुन्छ अब तपाईले म सोफामा बसेर देखाउँछु हैन कस्तो छ सोफा भनेर अब सोफामा मजाले बस्ने हैन अब बसिसकेपछि तपाईले के छ भने चाहिँ छेउमा चार्जिङ पोर्टको बन्दोबस्त गरेको छ हैन अब चार्जिङ पोर्टमा पनि के छ भने छेउमा बटन छ हैन जसले गर्दाखेरि तपाईले कार जस्तै भनौं न जसरी कारमा बटनले स्विच चाहिँ सिट चाहिँ अगाडि पछाडी हुन्छ भनेपछि यो बसमा पनि तपाईले त्यसरी सिट अगाडि पछाडी गर्न सक्नुहुन्छ अब यो गाडी एसी गाडी हो हैन एसी सँगसँगै हिटरको पनि बन्दोबस्त छ हैन अब छेउमा फ्यानको पनि बन्दोबस्त गरेछ जसमा चाहिँ जस्तै गर्मीको मौसम छ भने एसी सँगसँगै तपाईले फ्यान पनि चलाउन सक्नुहुन्छ है अब फ्यान सँगसँगै के छ भने तपाईले छेउमा झ्यालको पनि बन्दोबस्त छ तपाईले हेर्न सक्नुहुन्छ सबै सिटमा झ्यालको बन्दोबस्त छ हैन जसले गर्दाखेरि अब तपाईको मान्छेहरुलाई जस्तो झ्यालबाट यसो फ्रेश हुनु पर्यो भने फ्रेश हावा पनि खान सक्नुहुन्छ भनेपछि सँगसँगै अब गाडी नै हेर्दाखेरि बब्बाल लग्जरियस गाडी छ भनेपछि तपाईले सुरुदेखि लास्टसम्मको सिट नै बब्बालै छ हैन अब अगाडिमा हेर्नु पर्दाखेरि तपाईले के छ भने लास्टमा मजाले बस्नुस् लास्टको सिट पनि बब्बाल कम्फर्टेबल छ भनेपछि लच लच गर्दै जान सक्नुहुन्छ है अब सँगसँगै के छ भने तपाईले अब गाडीमा एलईडी टिभी देखि लिएर हैन सीसीटीवी सबै कुराको बन्दोबस्त छ जसले गर्दाखेरि तपाईको सामानको सुरक्षा त हुने नै छ हैन सँगसँगै तपाईले थिएटरवाला फिलिङ भनौं न म्युजिक सिस्टम पनि बब्बाल छ गाडीमा हैन जसले गर्दाखेरि तपाईले म्युजिक सिस्टममा भनौं टिभीमा मजाले भ्यू हेर्दै बब्बाल पारामा जान सक्नुहुन्छ सो अब काठमाडौँदेखि जटी र जटीदेखि काठमाडौँ आउँदै हुनुहुन्छ भने तपाईले यो गोमाइको एपमा गएर तपाईले मिथिला एयरबसलाई जोड्न सक्नुहुन्छ जसको टिकट चाहिँ गोमाइको एपमा अवेलेबल छ गोमाइको एप प्ले स्टोर एप स्टोर दुवैमा अवेलेबल छ सो एन्ड्रोइड चलाउनुहुन्छ या एप्पल टक्कसँग डाउनलोड गर्नुस् त्यहीबाट सिट बुक गर्नुस् घरबाटै मजाले यात्रा गर्नुस् डिस्काउन्टेड प्राइसमा सो आजै गएर डाउनलोड गरिहाल्नुस् गोमाइको एप धन्यवाद